ल हेर्नुहोस् आज चाहिँ मैले आलु चप कसरी बनाउने भनेर यसको रेसिपी लिएर आएको छु सानो हजुरहरु हेर्नु होला फर्स्ट अफ अल आलु धुएर मसिनो काट्ने यसरी काटिसकेपछि तपाईको चाहिँ कुकरमा प्रेसर कुकरमा हालेर हल्का पानी कति हुन्छ थोरै अड्का गरेर हाल्ने कुकरमा 4-5 सिटी पाकिन्जेल हाल्ने त्यस तिनजेलमा तपाईको प्याज काट्ने टमाटर यो खोर्सानीहरु मसिनो काट्ने हो धनिया काट्ने सबै यसरी बनाउने मिम बनाएर अनि आलु पाकिसकेपछि चाहिँ यसरी उसिनेको बोइल गरेको आलुले पुरा मिक्स गर्ने त प्याज खोर्सानी काटेको धनियाहरु सबै हाल्ने हालेपछि तपाईलाई त्यहाँ स्वाद अनुसारको नुन हाल्नुहोस् पेस्ट खोर्सानीको पेस्ट हाल्नुहोस् के कस्तो खालको खान मन लाग्छ त्यो अनुसारले हाल्नुहोस् बेकिङ सोडा थोरै हालेर त्यसलाई यसरी मल्नुहोस् मलेपछि टक्क रेडी भयो अब त्यहाँ बेसनले अलिकति डब्बामा लिने त्यहाँनेरि स्वाद अनुसारको नुन थोरै कति हाल्नु भएको छ आलुमा त्यो अनुसारले अलिकति थोरै हालेर त्यहाँनेरि पनि बेकिङ सोडा मिक्स गर्दा नि हुन्छ नत्र भएदेखि यतिकै मलेर यतिको पानी कतिको चाहिँ गर्दा ठिक हुन्छ भनेर अनि एउटा तावामा तेल हाल्ने तेल गरम भएपछि चाहिँ तपाईको त्यहाँ आलु चपलाई यसरी बनाउने अनि त्यहाँ बेसनको पेस्टमा हालेर चाहिँ त्यहाँनेरि तावामा हाल्ने त्यसपछि तपाईको सानो ग्यास लगाएर त्यतिकै छोड्दिने एकछिन अनि रातो रातो भएपछि पल्टाइदिने अनि निकाल्दिने त्यस्तै गर्दै गर्दै मैले सबै पकाइसके है अनि त्यतिन्जेलमा खोर्सानी अनि धनिया टमाटरको फेरि त्यो आलु चपसँग खाने अचार चाहिँ यसरी बनाउनु पर्छ एउटा मिक्सरमा खोर्सानी हाल्ने अनि सानो सानो काटेर त्यहाँनिर धनिया हाल्ने अनि त्यो टमाटर जो पकाएको थियो पोले पनि हुन्छ त्यो हाल्दिने अनि त्यसमा नुन हाल्नु स्वाद अनुसारको कति खानुहुन्छ अनि चट्ट यसरी मिक्सरमा घोल्दिने पेस्ट बनाएर यसरी राख्ने अब मैले चाहिँ खाना रेडी बनाइसके खानालाई है अब चाहिँ म खाने ल अब राखे प्लेटमा टक्क लाएर अब अचारसँग खान्छु कस्तो हुन्छ यस्तो टेस्टी भयो कि मैले खाँदा है आम्मामामा साह्रै टेस्टी यो नेपालमा 15 रुपैयाँ कि 20 रुपैयाँ कति पर्छ एउटालाई मैले चाहिँ 4-5 वटा गम यसरी खाएँ ल हजुरहरु पनि बनाएर खाना चाहनुहुन्छ भने यसरी नै बनाएर इन्जोय गर्नुहोस् जाडो चिसो मौसम छ हो आलु चप चट्ट तातो बनाएर खानु होला थ्यांक यू फर वाचिङ